नमस्ते साथीहरू। इतिहास साक्षी छ। जब कुनै देशको प्रणालीमा शासकको सनक र भ्रष्टाचार बढ्छ तब जनताको आक्रोश शान्त हुँदैन, बरु त्यसले नयाँ नायकको जन्म दिन्छ। आज हामी दक्षिण एसियाका उदयका दुई क्रान्तिकारी बिम्बहरूको चिरफार गर्दैछौँ। एकातिर दक्षिण भारतीय चलचित्र उद्योगको त्यो बादशाह जसले अर्बौंको साम्राज्य शान र शौकतलाई तिलाञ्जली दिँदै जनताको हकका लागि सिस्टमको किल्लाभित्र छिर्ने आँट गर्यो, अर्थात् करोडौंको डुकडुकी थलपति विजय, जसले एउटा इसारामा तमिलनाडुको भूगोल तातिने गर्छ। र अर्कोतिर हिजोसम्म र्याप म्युजिकको कडा शब्दहरूले समाजको फोहोरी राजनीतिलाई नाङ्गो पार्ने एउटा इन्जिनियर युवा जो आज कसैको सहारा बिना नेपालको मुटु काठमाडौँको सिंहदरबार र पुराना दलका राजनीतिक भागहरूलाई एक्लै ढालेका छन्, अर्थात् बालेन शाह। आखिर कसरी पर्दाको यो महानायक र नेपालको यो माटोको नायकले दक्षिण एसियाकै राजनीतिक दिशा बदल्दैछन् त? आजको यो एपिसोडमा भित्री तहसम्म चिरफार गरौँ। चलचित्रको पर्दामा नायक बन्न सजिलो हुन्छ मित्रहरू, चाहिँ स्क्रिप्ट पहिले नै लेखेको हुन्छ, प्रत्येक गल्तीलाई रिटेक गर्ने सुविधा हुन्छ। र थलापति विजयले दक्षिण भारतीय सिनेमाको त्यो अर्बको साम्राज्य सुख र आफ्नो महानायकको स्थापित विरासतलाई एकाएक लात हानेर सडकको धुलोमा ओलिने जुन आँट गरे त्यो सामान्य निर्णय थिएन। तमिलनाडुको राजनीतिमा आफ्नो जीवनकै सबभन्दा ठुलो जुवा खेल्दै गर्दा उता नेपालको भूगोलमा बालेन शाहले पनि आफ्नो र्याप म्युजिक र स्थापित इन्जिनियरिङको सुरक्षित करियरलाई दाउमा लगाइदिए। यी दुवैले आफ्नो कम्फर्ट जोनलाई यसकारण त्यागे उनीहरूलाई थाहा थियो व्यवस्था बदल्नका लागि पहिले आफै त्यो व्यवस्थाको फोहोरी दलमा उत्रिनुपर्छ। यो लडाईँ केवल पथ वा कुर्सीको होइन, यो त पुस्तौंदेखि जरा गाडेर बसेको रयानी सिन्डिकेट विरुद्ध एउटा विशाल महासंग्राम हो। विजयले मद्रासको उच्च राजनीतिक किल्ला र वंशावधी राजनीतिलाई सिधै टक्कर दिइरहँदा बालेन शाहले नेपालको मुटु काठमाडौँको ऐतिहासिक कुर्सीमा बसेर सिंहदरबारका पुराना राजनीतिक बागहरूको निन्द्रा हराम गरिदिएका छन्। एउटा र्यापको बिट र एउटा सिनेमाको स्ट्यान्डम्यान जब भुइँ मान्छेको वास्तविक आक्रोशसँग ठोकिन्छन्, शासकहरूको वर्षौं पुरानो सिंहासन कसरी हल्लिँदो रहेछ भन्ने कुरा यी दुई पात्रहरूले दक्षिण एसियाकै राजनीतिक धरातलमा प्रमाणित गरेर देखाइदिएका छन्। तमिलनाडुको राजनीतिक दशकौंदेखि शक्तिशाली वंशवादी र रैथाने दलहरूको कब्जामा थियो, जहाँ नयाँ शक्तिलाई छिर्न कडा बन्देज जस्तै थियो। विजयले यो स्थापित सिन्डिकेटलाई तोड्न आफ्नो छुट्टै दल घोषणा गरेर पुराना नेताहरूको निन्द्रा हराम गरिदिएका छन्। परम्परागत राजनीतिको यो चक्रव्यूहलाई तोड्न चालेको कदम कुनै सामान्य राजनीतिक कदम होइन, बरु एउटा सिङ्गो स्थापित साम्राज्य विरुद्ध घोषणा गरिएको भीषण युद्ध हो, जसले दक्षिण भारतको राजनीतिक धरातललाई नै हल्लाइदिएको छ। ठिक यस्तै राजनीतिक भैँचालो नेपालमा पनि आएको थियो, जब काङ्ग्रेस, एमाले र माओवादी जस्ता त्रिमुत्री दलहरूको अवैध किल्ला मानिने देशको राजधानी काठमाडौँ बालेन शाहले एक्लै कब्जा गरे। दलगत राजनीति र आसेपासे संयन्त्रले जगडेको समाजमा यी दुई नेताहरूले खण्डित गरिदिए कि जनता सचेत र एकीकृत हुने हो भने पुराना रैथाने सिन्डिकेटलाई क्षणभरमै तासको मल जस्तै भत्काउन सकिन्छ। पात्रको उदयले के प्रश्न पार्छ भने जनता अब परम्परागत राजनीतिको दासबाट मुक्त हुन पूर्ण रूपमा तयार भइसकेका छन्।